So namaste everyone, and today I am going to compare HA and pharmacy, which are both are diploma level course and certificate diploma certificate level course and CTBT affiliated course हैन जुन चाहिँ हाम्रो नेपालमा एचए र एचई मात्रै हाम्रो नेपालमा मात्रै हुन्छ एचए हेल्थ एसिस्टेन्ट र डिप्लोमा इन फार्मेसी ओभरअल अरू कन्ट्रीमा पनि हुन्छ र आज कम्पेयर गरौँ हामी 10 पछि के गर्ने डिप्लोमा मतलब डिप्लोमा पनि के मेडिकलमा यदि एचए गर्दा बेस्ट हुन्छ कि फार्मेसी गर्दा बेस्ट हुन्छ अब हेर पर्पस अफ एचए र फार्मेसी एचए कसले गर्ने त एचए लाई जसलाई क्लिनिकल पोलिक्लिनिकहरू खोल्नु छ हैन पोलिक्लिनिकहरू खोल्नु छ अरू सर्जरी वार्डतिर ओटीतिर पनि काम गर्नु छ त्यो मान्छेहरूले एचए पढ्दा हुन्छ अलि ट्रिटमेन्ट ओरिएन्टेड पढ्नु छ भने के पढ्दा बेस्ट हुन्छ त भनेपछि एचए जसलाई मेडिसिन सम्बन्धी नलेज चाहियो कुन औषधि कसरी काम गर्छ कुन औषधि कति डोजमा दिनुपर्छ हैन अनि कुन औषधिले कसरी काम गर्छ साइड इफेक्ट के हुन्छ मतलब ओभरअल स्टडी अबाउट ड्रग कसरी बन्छ कसरी कुनबाट अब्टेन हुन्छ हैन अनि पुरै टोटल ड्रग्सको बारेमा जति कुरा हुन्छ त्यो सबै कुरा पढ्ने भनेपछि फार्मेसीमा पढिन्छ मतलब कम्पाउन्डिङ मतलब बनाउनेदेखि डिस्पेन्सिङ बेच्नेसम्म जति कुरा प्रोसेस हुन्छ त्यो सबै पढिन्छ तर एचएमा मलाई धेरै कुरा थाहा छैन एचएको स्टुडेन्ट म होइन तर एचएमा के हुन्छ भनेपछि एचएमा डिजिज ओरिएन्टेड क्लिनिकल साइन एन्ड सिम्पटम्स रिलेटेड हैन ट्रिटमेन्ट ओरिएन्टेड पढ्छ र त्यसलाई कसरी म्यानेज गर्न सकिन्छ मेडिसिनको द्वारा हैन त्यो तिनीहरू चाहिँ धेरै पढिन्छ अब नेपालमा स्यालेरीको कुरा गर्दाखेरि एचए र फार्मेसीको अहिले स्यालेरी नेपालमा छ एचए को कुनै पनि मतलब हस्पिटलमा काम गर्दाखेरि बेसिक स्यालेरी छ तपाईको लगभग 25-30 मिनिमम दिन्छ 30-35 सम्म दिन सक्छ डिपेन्ड पर्छ त्यो काम पनि कतिको आवर्स गर्दा 6 घण्टा कि 8 घण्टा काम गर्दा छ अनि प्लसमा कुन हस्पिटल मतलब हस्पिटलमा पनि डिपेन्ड पर्छ कुनैले बढी दिइराको हुन्छ कुनै कम दिइराको हुन्छ अनि यता कुरा गरौँ फार्मेसीको कुनै पनि अहिले छ डिमान्ड छ फार्मेसीको अनि फार्मेसी यदि तपाई जस्तै कि गभर्नमेन्टमा त धेरै सिट खोल्दैन त यदि प्राइभेटमा कुनै काम गर्नुहुन्छ भने पनि यसको पनि सेम छ 20-25 हजार सम्म दिन्छ तर यसको के छ एउटा प्लस पोइन्ट तपाईको जुन लाइसेन्स छ नि यदि भाडा लाउन इलिगल छ तर पनि मान्छेहरूले लाइराको हुन्छ तर भाडा पनि यदि लगाउनु हुन्छ भनेपछि तपाईले त्यो 10 देखि 12 हजार दिन्छ त्यसको पनि यदि तपाई जुन हस्पिटलमा आफ्नो लाइसेन्स दिनुहुन्छ र त्यसमै पनि काम गर्नुहुन्छ भनेपछि तपाईको 25,000 स्यालेरी 25 देखि 30,000 स्यालेरी प्लस 10-12 हजार त्यस पनि आउँछ लगभग 30-35 हजार 40 हजार सम्म तलब आइहाल्छ तर यो एउटा एडभान्टेज म हेर्छु के एचए र फार्मेसीमा अब एचएले के गर्दा ट्रिटमेन्ट गर्न सक्छ उहाँहरूले पनि काम गर्न सकिन्छ एउटा पोलिक्लिनिक खोलेर उहाँहरूको पनि लाइसेन्स लिएर पोलिक्लिनिक खोल्यो ट्रिटमेन्ट गरेपछि उहाँ पनि फाइदा अलि यसो गाउँ कम्युनिटीमा भएपछि त गाउँमा नर्मल ट्रिटमेन्ट गर्दा पनि पैसा आइ नै हाल्छ त्यो कुरा हैन तर कुन चाहिँ बेस्ट हुन्छ भनेपछि यदि तपाईलाई बिजनेस ओरिएन्टेड जानु छ भने फार्मेसी इज द बेस्ट वे इफ यु वान्ट टु go through your knowledge oriented or knowledge implementation system तिर जानुहुन्छ भनेपछि एचए किनकि त्यसमा डिफरेन्ट केसहरू हेर्नुपर्छ कुन केसलाई कसरी ह्यान्डल गर्ने जस्तो डाक्टरलाई असिस्ट गर्ने कुराहरूमा एचएले पुरै हेल्प गर्छ के एचए त्यसको लागि बेस्ट हो डिजिज ओरिएन्टेड अरू नलेज मतलब फर्स्ट एडहरू दिनमा ओभरअल हेल्प मतलब डाक्टरलाई हेल्प गर्ने मान्छे भनेको मतलब यस्तो त म धेरै हेरेछु कि एचएमा एसिएमएहरूले पनि यति प्र्याक्टिस भइरहेको हुन्छ डाक्टर भन्दा नि धेरै जान्ने भइरहेको हुन्छ अब यदि बिजनेस छ भने बिजनेस ओरिएन्टेड जानु छ भने तपाईँ फार्मेसी इज द बेस्ट इफ ट्रिटमेन्ट ओरिएन्टेड जानु छ भने एचए इज बेस्ट चोइज योर वान थिङ द्याट यु वान्ट